समस्या। अब यो भूगोललाई यो 5 नम्बर वार्डलाई एक्चुअली सबै पुरै वार्डलाई हजुर सबैले एक्चुअली परिकल्पना गर्ने हो र यसलाई भौगोलिकताको हिसाबले उत्पादन हुने वस्तुहरूको हिसाबले समय मौसमको हिसाबले कति भागमा विभाजन गर्यो भने अलि न्याय हुन्छ होला। हामीले योजना बनाउँदै गर्दा सबै वडालाई एउटै गोलमोटल पार्दा अलि अप्ठ्यारो हुन्छ कि वा एउटै गोलमोटल पार्दा पनि उपयुक्त हुन्छ कि अथवा कतिवटा भाग बनायो भने यसका कुराहरू समेटिन सक्छ। अनुसारको चाहिँ गरेन भन्नु त जस्तो मानौँ चाहिँ अब 1800 हेक्टरलाई पाउने सुविधा 0 मा ल्याएर त त्यसले काम दिए र हाम्रो त्यस भौगोलिक अनुसारको माटोको त्यसको हेक्टर अनुसारको बिउ बिजन र त्यसलाई चाहिँ पर्यटन क्षेत्र बनायो भने फाइदा हुन्छ। अब जस्तो नागरिकको मान्छेलाई चाहर्कमा आइज तयार गर भनेको त्यो त त्यहाँको बिउ बिजन यहाँ लागेन, यहाँको बिउ बिजन त्यहाँ लागेन भनेपछि यसलाई कतिवटा क्षेत्र बनाउनु क्षेत्र चाहिँ अब त्यो भौगोलिकताले चाहिँ बनाउनु पर्ने अवस्था बुझ्छु है मैले बुझ्दा हो कि यो 3 क्षेत्र चाहिँ माटो परिसर हो 3 र 3 चाहिँ बनाउनु पर्छ। एउटा प्लट अनि डिपे भालको पछि अनि अब माथि हाम्रो गएको त 1800 पर्छ अनि यो तल 1000 हाइटमा ल्याएर 1800 मिल्छ त त्यहाँ दुईटाले समेट छ कि तीनटा बनाउनु पर्छ? तीनटा नै जस्तै यसलाई तल बेसी औलो लेक तीनटा भागमा गैरीमा 1000 गैरी र छाबो 1000 किलोमिटर छ भने हाम्रो 1500 छ नि यसलाई तीनटै क्लस्टर बनाउनु। तीनटै क्लस्टरमा एउटा क्लस्टरमा के गर्नु भने तपाईहरुले यो कहाँदेखि कहाँसम्मको एरिया हुन्छ लगभग भन्ने चाहिँ हेरौँला हैन। हामीले म्यापमा पनि त्यसलाई एउटा चाहिँ बनाउँछौँ जीआईएस म्यापबाट यो यति मिटरसम्मको यो भागहरू चाहिँ हाम्रो यो लेक बेसी एरियामा परेको छ, लेक यो बिचको एरियामा यो खालको भूगोल परेको छ, माथिल्लो एरियामा यो खालको भूगोलहरू परेको छ भन्ने कुरा हामी त्यहाँ हेर्नेछौँ। र अब यहाँ तिनै ठाउँका मान्छे हुनुहुन्छ है छ। पहिलो नम्बरमा बेसी झरौँ, लेखभन्दा बेसी झरौँ है एकछिन बेसीमा झरौँ। बेसीको को हुन्छ हात राख्नु होला। अरू तपाईँ पनि हो? अरू को हुनुहुन्छ बेसीमा? अलिक गर्मी भूगोल, अलिक तलको भूगोल, अलिक फाँट भएको भूगोल होइन, अलिक अब यहाँ दुईजनाले अलि बढी गहिरिन पर्यो र अरूले सहयोग गर्न पर्यो है त। अरूले सहयोग गर्नु होला। तपाईहरुको भूगोलमा कृषि र पशुपन्छीको क्षेत्रमा अहिले भोग्नु भएको समस्याहरू के हो? त्यो समस्याहरू सर्वप्रथम भन्दैनौँ। कस्ता समस्याहरू भोग्नु एकदम खुलेर यो समस्या चाहिँ तपाईहरुले अहिले यहाँ भन्नु भएन, पछि चिया पसल नगरेर चाहिँ यस्तो भएन हामीलाई यस्तो पाइनु यो समस्या हो भनेर भन्नु नि केही अर्थ हुँदैन। आज यहाँ यो समस्या राख्नु हो भने यसले भोलि तपाईहरुको योजना निर्माण गर्दा केही न केही निकास दिन सक्छ। हाम्रोमा समस्या भनेर चाहिँ के हो भने पुरानो जुन पुर्खादेखि बाजे बजेहरूले जे जस्तो लगाइरहेछ नि धान मकै कुरो त्यही लगाइरहेछ। त्यो लगाउँदा त्यति नै मलजल गर्दै पनि कम फल्ने गरेको छ। सिँचाइ छैन, एक त पानी भनेको आकाशे पानी हो। यसपाल पनि हजुरले त तल्लोबाट आउँदै हुनुहुन्थ्यो अनि त्यो खेततिर गाउँ देख्नुभयो होला। तर त्यो गाउँ फलेको पोहोरको गाउँ त्यसरी फलेन। पोहोर चाहिँ खालि बाला चाहिँ हाल्यो र ठाडै भयो अनि त्यहाँ किरा फट्याङ्ग्राहरू चाहिँ यस्तो पखेटा भएको त्यो प्रशस्तै भएको थियो पोहोर। त्यो चाहिँ भएन होइन। अनि हाम्रोमा त्यहाँ लसुन प्याज देशीमा आलु धान हुन्छ नै। अनि त्यो भनेको बेला चाहिँ जति चाहिँ फल्दैन। अनि त्यो कोदोहरू मकैहरू यो बाली लाउँदै गर्दाखेरि अनि भनेको जति मद्दत पनि छैन। युवाहरू अब पलायन भएको छ, बाहिरतिरै बस्छ प्राय। गाउँघरमा चाहिँ हामी जस्तै हजुरले भने जस्तै बुढाखाडा हो। अनि त्यो दुम्सी अनि मिर्गा अनि बाँदर यिनीहरूले एकदमै सताउँछ। अब पहिला मिर्गा हामी त्यो जङ्गलमा जान्थ्यौँ। बाँदरले साह्रै दुःख दिन्छ। साह्रै तपाईहरुले दिन्छ है। हाम्रो दाइ चाहिँ उहाँहरूलाई नि थाहा छ मासु खाएको मान्छेले हाम्रो घरमै पस्छ मकै भित्र राखेको त्यो झाल तोडेर पसिहाल्छ। आइमा केटाकेटीले टेर्दैन। त्यसको विषयमा हामीले अनेकै गर्यौँ। त्यो कुकुरलाई त पुच्छर समातेर फेरि घुमाइन्छ। त्यो महावीर पुनले आविष्कार गरेको जुन
मिसिन गन पनि ल्याएर हामीले चलायौँ। त्यसले काम गर्यो गरेन त्यो अब सुरुमा चाहिँ लखाट्यो त्यो भाग्यो पछि त त्यो अहिले मलाई एउटा भन्नु त बाँदरले बढी केमा दुःख दिइरहेको तपाईँहरूको के बालीमा बढी दुःख मकै र आलु दुई बाली अनि र पनि तपाईँले गर्नु त छोड्नु भएको छैन अहिले त गर्नु भएकै छ कसरी बाँदरलाई कसरी हटाइरहनु भएको छ के गर्नु त्यसको फर्मुला के छ भन्नु त्यसलाई चाहिँ हामीले त्यो रबरको बन्दुक सुन्दुक ल्याएर ऊ गऱ्यौँ होइन यो पिपलदीप डाँडादेखि यो पाडी वाडी त्यो भित्रदेखि लिएर सबै मिलेर उताबाट लखाट्ने हामी यताबाट लखाट्ने उयो गऱ्यो लखाट्यो अब बेलुका फेरि आइपुग्छ अनि पालो पनि राख्नु अब मैले एउटा कुरा भने कस्तो हुन्छ भने तपाईँहरूले एकदम अलिकति उ गर्नु होला जस्तो बाली लाउने कुरा छ नि हाम्रो बाली प्रवृत्ति कस्तो छ भने उहाँले आज लाउने अर्कोले 10 दिन पछाडि लाउने अर्कोले 15 दिन पछाडि लाउने अर्कोले 20 दिन पछाडि लाउने अनि फरक फरक खालको लाउने थोरै लाउने हाम्रो चलन छ होइन अनि ती जनावरहरू ती असर पार्ने किराहरू रोगहरू जति पनि लाग्छन् ती लाग्दाखेरि तपाईँ कहाँ मिठो खाना पाउँछन् त्यहाँ धुप्प लाग्छन् अनि त्यहाँ चाहिँ एउटा ठिक्क रेडी भएको त भर्खरको त्यहाँ जान्छन् त्यहाँ खाना पाउँछन् फेरि अर्कोमा खाना पाउँछन् सल्लाह गरेर नि पहिलेको जस्तो पहिले एउटा बाली लाउने सल्लाह हुन्थ्यो क्या पहिले त्यो सल्लाह गरेर लु यसपालि यति बेला एकैचोटि यो खालको बाली लाउँ है भनेर भन्ने खालको केही त्यस्ता खालका चाहिँ योजनाहरू रणनीतिहरू आयो भने पार लाग्ला कि नलाग्ला के होला भन्नु त मलाई सबैले बाली क्या एकै खालको बाली माथिबाट तलसम्म एउटै लाउने स्तरले अब त्यो रणनीति ल्यायो एकछिन वडाले ल्याउने कुरामा तपाईँहरू त्यस्तो हो भने चाहिँ त्यहाँका तपाईँहरूलाई त त्यहाँका मान्छेका बारेमा तपाईँहरूलाई थाहा छ तपाईँ अहिले 2 जना प्रतिनिधि पात्र हुनुहुन्छ तर त्यो भूगोलमा तपाईँहरूको छिमेकीको बारेमा तपाईँलाई थाहा छ नि त कतिपय ठाउँमा चाहिँ कसै गरी मिलाउन सकिँदैन आरिस गर्ने प्रवृत्ति हुन्छ म किन लाउँछु म लाउँदिनँ अर्कै बारे लाउँछु भन्ने प्रवृत्ति हुन्छ मान्छे होइन 5%ले नमान्दा छ लु यसपालि मकै सबै एकैचोटि लाउँ न त पालिकाले पनि सपोर्ट गर्छ अरे अलिकति होइन भन्ने खालको केही भयो भने एकैचोटि मकै बाली सबैले लाउन खाल्ने माहौल बन्ला कि नबन्ला त्यसको कारण के हो भने त्यो बन्यो भने सबैले मकै एकैचोटि लगाएपछि त पालो गर्दा पनि एकचोटिमा एकतिर एउटा पालो गर्दा पुग्यो नि त धपाउँदा पनि त्यसरी पुग्यो रोग किराले पनि एकैचोटि त्यो पाउनुपर्ने चिज खाएर सबै त्यो खाइसक्दैन कि सुगा पनि तपाईँले थोरै मकै लाउनु नि सबै सुगा खाने हो सबैले मकै लगाइसकेपछि त्यो सुगा पनि त्यहाँ आएर त्यति असर पार्दैन त्यस्तै बाँदरलाई पनि त्यो बाली सक्लाउने कुराले अलिकति केही हदसम्म रोकथाम गर्न सकिन्छ कि त्यसमा चाहिँ मैले अलिकति भन्नु भेगमा मार्दा हुन्छ अनि एकैचोटि लगाइन्छ त्यो तलबाट खाँदै जान्छ खाँदै गइसकेपछि माथि पुग्दाखेरि पाकिसक्छन् माथिकोले चाहिँ कृषकले पाइयो तलको कृषकहरूले चाहिँ त्यो अब आज छडेको छ भने त्यो भुइँमै कोतारेर खान्छ त्यसले छरेको नि कोतारेर खान्छ गेडा कोतारेर खान्छ बिरुवा आयो भने बिरुवै तान्छ नखाने भने एउटा बेसा बिरुवा त्यो विषयलाई पनि हामीले जोड्छौँ जस्तो अदुवा बेसारको कुरा मकैको सट्टा चाहिँ 2 वर्ष अदुवा बेसार लाएर मकै किनेर खाने हो कि होइन अदुवा बेसार बेच्ने हो कि यो पनि हुन सक्ला त्यसलाई पनि हेरौँ अहिले पछि के खाउँछ भन्नेमा आउँछ ल ठिक छ एउटा बाँदर जङ्गली जनावरहरूले समस्या गरेका कुरा एउटा मेजर समस्या भयो अर्को तपाईँहरूको सिँचाइको कुरा गर्नु होइन सिँचाइको समस्या चाहिँ कस्तो समस्या हो यो स्रोतै नभएको हो कि मूलै नभएको हो कि पुलै नभएको हो कि के हो उहाँहरूको चाहिँ मलाई चाहिन्छ हाम्रो चाहिँ मूल चाहिँ छ होइन अनि वडाबाट पालिकाबाटै अब वडाबाट 3 लाख रुपियाँ हालिदिएको छ त्यो पोहोर त्यसको काम गर्यो अहिले प्रदेशबाट 10 लाख हालिदिएको छ सिँचाइको त्यो आरसिसी कुलो त्यो कुलो अब एकैचोटि यहाँ आइपुग्दैन तर पिपलदीपसम्म भ्याउने खाले छ कुलो चाहिँ अब 50 बाई 50 को बनाएको थियो पोहोर चाहिँ यसपालि चाहिँ इन्जिनियर साहबले त्यत्रो ठुलो हुन्छ 40 बाई 40 को चाहिँ गर्नु भनेर भने होइन हुन्छ भनेर 40 बाई 40 को छ अहिले पनि काम सुरु सिँचाइ हाम्रोमा चाहिँ छ उहाँहरूको मतलब अहिले बेसीमा जाउँ न एकछिन बेसीको कुरा गरौँ न हाम्रो बेसीमा तपाईँहरूका सिँचाइको स्रोत अरू के छ कुलो ल्याउने हो भने हाम्रो सिँचाइ छ हजुरले देख्नुभयो होला पानीको स्रोत चाहिँ छ यत्रो पानी अहिले छ नि त्यो उहाँ हजुर हामी भेटौँ नि पसल त्योभन्दा पल्लो खोलामा यत्रो पानी छ नि त्यो पानी जम्मा गर्ने हो जम्मा चाहिँ गर्नु ट्याङ्की ठुलो बनाएर पानीको स्रोत छ तर खेतमा पानी पुग्ने च्यानल चाहिन्छ होइन त्यो चिज चाहिँ अब यसो सुन्नुहोस् एउटा के हो भने म यहाँहरूलाई अझ म कसरी जोड्न चाहन्छु भने
मैले समस्या सोधिरहेको छु नि, हजुर पानीको स्रोतै छैन भने कसै गरी केही स्रोतै छैन, खोलो पनि छैन, नालो पनि छैन, केही स्रोतै छैन, त्यसलाई समस्या भन्नु हुँदैन। त्यो समस्या त्यो समाधान नहुने समस्या हो। समस्या भनेको समाधान हुने हुन्छ है। पानी छ, स्रोत छ, तर खेतमा छैन, ल्याउनु पर्यो नि त, त्यो समस्या हो, त्यो समाधान हुन्छ। ती कुराहरू अलिक बढी खोतल्नु पर्यो है। अर्को के हो भने जस्तो जङ्गलमा डढेलो लाग्छ नि त, डर लाग्दा सबै तलबाट मान्छे भवितव्य रूपले लाग्छ होइन। त्यो हाम्रो बसमा छैन, हाम्रो बसमा, हाम्रो समाधानको बसमा छ त छैन भने त्यो विकराल अवस्था हो। त्यसलाई चाहिँ अलि अर्कै दीर्घकालीन सोच बनाएर जानुपर्छ। बाँदरको कुरामा हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन 3 किसिमले प्लान गर्नुपर्छ। बाँदरको कुरामा अहिले एकैचोटि बाँदर सबै तपाईँ हामीले बोलाएको बाँदरलाई जङ्गल जा भनेर मान्यता लागेको थियो, हामीले बोलाएको। हामीले के गर्यौँ, जङ्गलमा तलाउ सुक्यो, पानी खान पाउँदैन, जङ्गलमा खानेकुरो छैन, डढेलो लाग्यो, सबै बाँदरलाई खाने चिज एउटा पनि चिज जङ्गलमा छैन। अनि ती बाँदरले जङ्गलमा बसेर चाहिँ के रुँगेर बस्छ, उसले खाने चिज त्यहाँ पाउनु पर्दैन। केही पायो भने पो अनि तपाईँसँग आएर असर पार्दैन त। उसले खानुपर्ने चिज चाहिँ जङ्गलमा केही पनि छैन, सबै हाम्रो बारीमा मात्रै छ। अनि उसले त बाध्यताले आउँछ नि त। यसलाई हामीले 2-3 किसिमले प्लान गर्नुपर्छ। अब यो सुक्खापनाको कुरा, पानी पर्दै नपर्ने अथवा सिँचाइको स्रोतै नभएको कुरालाई चाहिँ हामीले ठुला रिसर्च पोखरीहरू बनाएर 2-3 वर्षमा 5 वर्षमा पुनर्भरण गर्ने, मूलहरू फुटाउने, त्यस्ता खालका क्रियाकलापहरू पनि सोच बनाउनुपर्छ होइन। ती दीर्घकालीन सोचमा कति कुराहरू पालिकाले इनिसिएसन गर्दा, पालिकाले सुरुवात गर्दा होला, कति कुराहरू प्रदेश सरकारसँग पालिकाले पहल गरेर होला, कति कुराहरू पालिका प्रदेश सरकार हुँदै सङ्घीय सरकारकै पहलबाट हुने चिजहरू होला, कति कुराहरू अन्तर्राष्ट्रिय जगतबाट हुने होला। यी चिजहरूलाई हामीले छुट्याएर लान्छौँ र तपाईँहरूकोमा पानीको स्रोत छ, सिँचाइ मात्रै नलागेको हो भने त्यो तपाईँहरूले राख्नुपर्ने विषय चाहिँ यही हो है।